हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज हामी छु यहाँ मङ्गलसेनको बजार टपमा भ्यू देख्न सक्नुहुन्छ। यहाँ हामीसँग दाई पनि छन्, ह्यान्डसम दाई। यो पछाडिको भ्यू देख्न सक्नुहुन्छ, पुरै मङ्गलसेन बजार हो। हजुरलाई म सर्ट क्लिप देखाइदिन्छु पछाडिदेखि। यो पुरै मङ्गलसेन बजार हो, यो अछाम जिल्लाको मङ्गलसेन बजार है। यो बजार हो, यो हाम्रो क्याम्पस माथिको त्यो क्याम्पस, यो बहुमुखी क्याम्पस हो गाइज। यताबाट आयो तल यो ठुलो बिल्डिङ छ नि, त्यो चाहिँ नगरपालिका हो। यहाँदेखि पारि त्यो ओली गाउँ हो। यताबाट आयो यति सानो यो साइडको भ्यू हो। उता पारितिर त्यो रामा रोशन भन्ने हो, त्यहाँतिर मलाई पनि थाहा छैन यो सब, सायद म पनि नयाँ हो यहाँ आएको। यो चाहिँ यतातिर मङ्गलसेनको साइडको बजार हो। यहाँदेखि देख्न सक्नुहुन्छ, यहाँ उतातिर मञ्च पनि यो पहिला राजाको दरबारहरू बस्ने ठाउँ हो। अहिले हामी माथिदेखि तल आइसकेका छौँ बजारमा। हेर्नुहोस्, यहाँको बजार यस्तो छ, सानो बजार हो। यहाँका मान्छेहरू काम गरिरहेछन्, यतातिर बच्चाहरू रोडमा खेलिरहेछन्। गाइज के हुने यस्तै छ होइन। यो चाहिँ बजार भयो, सेम सिलगढी जस्तै छ, सिलगढीको तल्लो बजार जस्तो छ है, अलिअलि त्यस्तै लाग्छ यहाँको बजार। यता एउटा यो चाहिँ माथि बजार जाने हो, अघि देखाएको थियो मैले माथिबाट, त्यो चाहिँ यता जाने हो। यो चाहिँ तल साँपेतिर जाने हो, सिधै यो अगाडिबाट गयो चाहिँ यता चाहिँ यो क्याम्पस जाने बाटो हो। यो चाहिँ उता यो मञ्च जाने हो, राजा दरबार, अनि यो चाहिँ तल साँपे जाने बाटो हो। यहाँबाट गएपछि सिधा हल्का अगाडि गइपुगेपछि यो चाहिँ अब देखिरहेको छ यो मञ्च। यो भन्छन् यो राजाको दरबार पहिलाको, अहिले चाहिँ नयाँ बनायो हो। प्रायः पेन्ट सेन्ट हानेर रेडी भइसकेको छ। यहाँ काम गरिरहेको छ, यहाँ साइड मोबाइल चिनिरहेको छ नि, यहाँ मान्छेहरू काम गरिरहेछन्। यहाँका मान्छेहरू प्रायः यतै बस्छन्, यता घुम्ने ठाउँ यिनीहरूको फेमस हो यो ठाउँ भनेको खासमा। यो यस्तो दामी छ आजभोलि, नयाँ डिजाइनमा बनाएको गाइज। यो पुरानो डिजाइन जस्तै छ, तर होइन भित्र पनि गएको छु मैले, तर भित्रको भिडियो देखाएन। यो चाहिँ यो मञ्चको साइडको वरिपर भयो होइन, यो मञ्चको अगाडिको हो। अगाडिको लुक्स चाहिँ यस्तो छ कि मञ्चको खासमा भन्दाखेरिमा यहाँ मान्छेहरू टन्न बसेका छन् है। यो यता यो जयगढतिर हो, यो चाहिँ तल अदालत भयो यतातिर। सानो बजार हो, धेरै रमाइलो छ यहाँ पनि। यहाँको हावा चिसो, पानी चिसो हुन्छ यता।